आमाको ब्लग आउँदा छोरा एक्टिभ हुँदैछ नि त फेरि। यहाँ चाहिँ हुनुहुन्छ होइन मेरो बाल्यकालदेखिको साथी निशा एन्ड उपासना। अनि यहाँ चाहिँ हुनुहुन्छ मेरो बाबा। पानी पर्दैछ बाहिर। त्यसको त्यो उयो निकालिराखौँ त आउँथ्यो कि झारे त्यसले गुड मर्निङ नमस्ते सेवा सबैजनालाई। इसमे सुलोचना सुब्बा र म फेरि पनि तपाईँहरूको सामु एउटा नयाँ भिडियो लिएर आएको छु। र आजको भिडियोको विषय चाहिँ के हो भन्दा बाद टाइटल एन्ड थम्बनेल तपाईँहरूले बुझिसक्नुभयो होला आजको भिडियोको विषय चाहिँ के हो भनेर होइन। अन्त नानी चाहिँ 5 कम्प्लिट भएर चाहिँ अब 6मा लाग्यो नि त। अन्त त्यही भएर चाहिँ हामीले भात खिलाइ गर्ने भयौँ। अनि त्यही भात खिलाएको चाहिँ मैले भिडियोजहरू हालेको छु है। अन्तखेरि खास चाहिँ के भयो भन्नुहोस् न, मैले चाहिँ भिडियो गर्नै बिर्सेछु त्यो दिन होइन। अब मान्छेहरूको भिडमा त्यस्तो हुन्छ नि है, अत्तालिन्छ के एउटा के त बिर्सिन्छ। अन्त म त भिडियो गर्नु पऱ्यो भनेर बिहानै मैले सोचेको थिएँ, तर के भयो म त भिडियो चाहिँ गर्नु बिर्सेछु। बादमा मलाई त याद आयो होइन। अन्त त्यहाँदेखिको मैले हतार भिडियोज गरेको छु होइन। अब अलिअलि गरेको छु होइन, बेसी त गर्नु पाइनँ। अन्तखेरि आशा गर्दछु यो भिडियोजहरूलाई पनि हेरेर तपाईँहरूले मलाई माया दिनेछ भनेर, सपोर्ट गर्नेछ भनेर है। यो भिडियो तपाईँहरूलाई राम्रो लागेछ भने लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनुहोस् होला है, मलाई सपोर्ट गरिदिनुहोस् होला। अनि यति भन्दै म मेरो भिडियोलाई चाहिँ अघि बढाउँदैछु है। सो लेट्स गेट इन्टु द भिडियो। यहाँ चाहिँ मेरो साथीहरू उपासना एन्ड निशा। आज हामी बहिनीको नानीको भात खान आएको। कस्तो लागिरहेको छ? वेदरले तर साथ दिएन नि है। पानी पर्दैछ बाहिर। कम्ती छिटा पर्दैछ होइन, रोकिन्छ होला। यहाँ चाहिँ मेरो बाबा। एकछिन बस न हौ, बिजनबारीकोहरूसँग जाउँ न। यहाँ चाहिँ मेरो दादा। मात्रै निकाल्दिनु है, किन पुरा निकाल्नु निशा निशा हो ए त्यसको त्यो उयो निकालिराखौँ त आउँथ्यो कि झारे त्यसले उयो सोफाको त्यो उयो त्यहीँतिर होला लुगामा हेरेर झरिहाल्छ त्यो औँठी त ठुलो झारेछ हौ। यसो नि मिलाएर औँठी खोज्दै झारेछ। त्यो हालिदिइराखिदिन्छ, यहाँ हालिदिइराखिदिन्छु ल। सम्झना रहला आजको साँझ रमाइलो भेटघाट मनको कुरा नलुकाइ भन त्यही वचन हाम्रो साथ मनको कुरा नलुकाइ भन त्यही वचन हाम्रो साथ मेरो ब्लगमा पनि
आमाको भ्लग आउँदा छोरा म्याक्सी पुग्दैछ नि त फेरि आमाले भिडियो गर्दै आउँदा फेरि छोरा म्याक्सी पुग्दैछ आमाको हेर न यहाँ हेर छन्नु छन्नु उया एक्लो जीवनको प्रब्लम खुलेर आहु नाचौ पातली झम्झुलेर पानी पर्यो हसिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो पानी पर्यो हसिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो इलास्टिक जस्तै तन्किने फुल बोकिरहेको सुपारीको मेरो लाइफ मेरो मनको तालैमा नहान्ने तिमीले डाइफ इलास्टिक जस्तै तन्किने मेरो लाइफ मेरो मनको तालैमा नहान्ने तिमीले डाइफ राखौँला फेसबुकमा सेल्फी खिचेर राखौँला फेसबुकमा सेल्फी खिचेर आहु नाचौँ पातले छम्फुल उठेर पानी पर्यो हसिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो पानी पर्यो हसिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो पानी पर्यो हसिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो घरि घरि टोलाउँछु अनि हुन्छु सँगै घरि घरि टोलाउँछु अनि हुन्छु सँगै यो माया भन्ने चिज रहेछ। So yeah, that was it for today's vlog. आजको लागि चाहिँ यति नै हो मेरो भ्लग है। त्यो पनि मैले मुस्किलले अलिअलि क्लिपहरू मैले गरेको थिएँ चाहिँ मैले यो भ्लग बनाउन सकेँ। मेरो बेबी चाहिँ यहाँनिर गनगनिँदैछ। अन्त अझै मैले त कतिजना है कतिवटा भिडियोजहरू गर्नै पाइनँ। लास्टमा सक्ने बेलातिर मैले यो चान्स पाएँ भिडियोहरू गर्ने हो। त्यति बेला त्यस्तै छ अहिले भिडियोजहरू। आशा गर्दछु यो भिडियोजलाई पनि तपाईँहरूले माया दिनेछ भनेर। सो बाई, टेक केयर।